नमस्कार साथीहरू, हेर्नु होला आज म पहिलोचोटि पब्जी गेम इन्स्टल गरेको छु है। गेम खेल्दैछु, यो गेम हजुरहरूलाई देखाउँदैछु कस्तो हुँदो रहेछ है। लास्ट कमेडी हुँदो रहेछ है, पहिलोचोटि केही गर्न आउँदैन रहेछ। ल सबैजनाले हेर्नु होला अनि रमाउनु होला है त। अब तपाईँहरू प्रो हुनुहुन्छ होला है, आफूलाई त आउँदैन खासै खेल्न है। पहिलोचोटि खेल्दैछु है, यहाँ सुटिङ रेन्ज भन्ने ठाउँमा झर्दैछु। हेरौँ अब कति एनिमी आउने रहेछ यहाँ है, थाहा छैन। ठाउँ हेरेर पनि थाहा छैन है, पुरै खुङ्खार हुँदो रहेछ क्या। माका डक्स भन्थ्यो कि फोर्केले, त्यस्तै भइरहेको क्या ल्याङहरू त। ल सुटिङ रेन्जमा हेरेको त झन्नै झरिरहेको रहेछ यार मान्छेहरू यार, भागिदिएको मेरो पालो गएको अरे घरै नभेटिदिरहेको क्या। छेउछेउमा अरू घर भएको ठाउँमा झर्न खोज्यो अरे, घरै छैन एउटा पनि। के गर्ने भनेर क्या, यो रुखको तल झरेँ। अनि अब हो झर्न त झऱ्यो, अब कुद्न आउँदैन। अनि त्यहाँ प्रेस गर्ने रहेछ एउटा, अनि कुद्यो डरो। तर मजा आउँदो रहेछ कि सिन हेर्नलाई। के लाग्छ साथीहरू, तपाईँहरूले पब्जी खेल्नुहुन्छ कि खेल्नुहुन्न? खेल्नुहुन्न भने नि यो सिनहरू है, यहाँको ठाउँहरू हेर्नु चाहिँ खुब मजा आउँदो रहेछ। अब आफूले त एनिमीहरू मार्न नसकिने रहेछ, मार्न नसकिने होला है। अब र पनि कुद्दै है, आफ्नो फेस हेर्दै माथिको मौसम है, अनि त्यो ग्रिन हुन्छ नि अब एरिया है। हामीहरू सायद बाहिर विदेशमा बसेर होला, सधैँ मरुभूमि देखेको मान्छे है, एकदम ग्रिन देख्दा त खुसी लाग्दो रहेछ। घरभित्र छिरेको केही छैन, ज्याकेट बाहेक है। ज्याकेट रहेछ एउटा, त्यही बोकेर टा बानिदिएको फेरि। अब कतै त बट सटहरू पनि पाउँछ अरे नि त बाटोमा, त्यो बटहरू खोज्दै हिँडेर। तर खोइ केही देखिँदैन, सुनसान छ, पुरै जग्गा खाली छ, कोही आउँदैन। अनि तुफान 140 को स्पिडमा भाग्दिएको। ल भन्नुहोस् त साथीहरू, कोही साथीहरू खेल्ने हुनुहुन्छ भने मलाई है पब्जीमा फलो गर्नुहोस् है त, नत्र कमेन्टमा लेखिदिनुहोस् है तपाईँहरूको पब्जी आइडी, म चेक गर्छु, म हजुरलाई फलो गर्छु, अनि सबैजना मिलेर खेलौँला नि है। ल हेर्नुहोस्, एउटा यो सानो घर आयो, टरा। यो टरामा के छ हेर्नु पर्यो। ओ पेस्तोल रहेछ, एउटा सर्टगन रहेछ है त, दुईवटा रहेछ, त्यही उठाइदिएको। अब बटलाई खोज्नु पर्यो भन्ने सोच गरिरहेको छु, बटलाई भेटिन्छ कि बाटोमा भनेर। दुईवटालाई पछाडि हालेर चलिदिएको हिँडिरहेको छु है। हिँडिरहेको छु ढुङ्गाहरूको छेउ घारीबाट है, पुरै घारी रहेछ यार। यस्तो त पहिला हुन्छ नि, मेपभित्रै रहेछु। गाडीहरू पनि के छैन, घोडाहरू पनि हुँदो रहेछ नि त, घोडाहरू पनि पाइनँ फेरि आज चाहिँ दिनै राम्रो रहेनछ क्या जस्तो छ है। एउटा एनिमी मार्न पाएन, एउटा एनिमी आएन, गोली हान्न मन लागिरह आफूलाई, कस्तो भइरह है। अब उहाँ तल एउटा घर छ जस्तो छ, घर जस्तो देखिरह है, त्यसलाई टार्गेट गरेर कुदिरह। हेरौँ कतै एनिमी पाइन्छ कि। एनिमी पायो भने चाहिँ खुब मजा आउने भयो, मारिदिइहाल्छ कि आफूलाई, कि मार्न सकिन्छ कि भनेर हो क्या। तपाईँहरूलाई सबैभन्दा मजा केमा लाग्छ कि पब्जी खेल्दाखेरि, कस्तो बेला मजा आउँछ भन्नुहोस् त, कमेन्ट हान्नुहोस् त, कमेन्ट गर्नुहोस् त गाइज। अनि साथीहरू, हामी जस्तो नयाँ युट्युब च्यानल चलाएर है, यस्तो गेमहरू हालेको मान्छेलाई चाहिँ सहयोग गर्नु पऱ्यो है त। सबैजनालाई सब्सक्राइब है, कमेन्ट, लाइक, सेयर चाहिँ गरिदिनु होला है। लस् त सबैजनालाई गरिदिनुहोस् त। अब बिस्तारै बिस्तारै खेल्न सिकेला नि त होइन, अहिले त अब नआए पनि केही छैन। पाइयो है, बुलेट पाइयो। ल हेल्थ किट पनि रहेछ यहाँ, एउटा हानिदिइराखौँ। गन पनि रहेछ, डबल गन, खोइ के खालको गन हो पनि, डबल गन रहेछ। लाग्छ ध्वंस गर्छ होला यिनीहरूले। अनि गाइस नयाँ नयाँ युजरहरूलाई र युट्युबमा है, सबैजनाले सब्सक्राइब गरिदिनु होला है। मन नदुखाइकन सब्सक्राइब गरिदिनु होला, सब्सक्राइब बढाइदिनु होला। आउनु होला कमेन्टमा, सबैजनाले कमेन्ट हान्नु होला। त्यति गर्नुभयो भने है, अहिले त मोटिभेट हुन्छ नि त। अनि अझै यस्तो यस्तो भिडियोहरू लिएर आउने गर्छु। अरू गेमहरूको पनि नयाँ नयाँको बेला कस्तो हुँदो रहेछ होइन। मलाई चाहिँ अलिअलि खेल्न आएको, म फ्री फायर खेल्थेँ क्या पहिला, त्यही भएर अलिअलि हल्का आइरहेको छ। यता कुद्न ओर्न सजिलै हुँदो रहेछ कि फ्री फायर खेल्ने हुनाले। र पब्जी चाहिँ फर्स्ट आयो या, हेर्नु यसो आयो मार्छ है क्या। मेरो फेरि यो स्कोप मिलेको रहेनछ, स्कोपको ब्यालेन्स मिलेको छ कि, त्यो अर्को आयो गयो, नक भयो। दुईवटा नक भयो भनेपछि यसको साथी पनि हुनसक्छ। पहिला गन चाहिँ चोरिहालौँ न, यसको साथी पक्कै यहीँ हुन्छ है।
के लाग्छ? आयो 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 पर्फेक्ट भनेपछि मैले प्रो भएँ के हो यार पहिलो गेमबाटै म अर्को पहिलो गेमबाटै म प्रो भए जस्तो छ यार। के भन्नुहुन्छ? खेल कस्तो लागिरहेको छ साथीहरू? ल सबैजनाले कमेन्ट लाइक सेयर सब्सक्राइब अनि माका डक्स हान्दिने हो क्या ड्याङ डुङ गर्दै हानिदिनुपर्छ क्या ल ढुक्कले हानिदिनुहोस् न। अनि के छ कुन ठाउँबाट हेरिराख्नु भएको छ भिडियो है सबैजनाले कमेन्टहरू नबिर्सनु होला। आउनुहोस् सँगै खेलौँला।